कालीकोटबाट मान्छे ओसार्ने गरेका छौ तिम्रो पाता कसिन्छ पछिल्लोबाट भ्रष्टाचार यो रेकर्ड गरेर राख किनभने जनताको पैसा विकासमा लगाऊ तुम्बा बाबुबाजे पनि धनी र अरबपति होइनन् हलो जोन्नेकै छोरा हौ काट्टा कुट्टा पढाउँदै गइकन 10 लाखको पुलमा 10 करोडको पुल बन्छ भने 8 करोड गरेर 2 करोड कमिसन खाइकन खरिद भयो त्यो भावनालाई अहिले पनि भन्छु सुनिल हेरिल विचार गरिल नेपालको सबभन्दा ठूलो अख्तियार हो अख्तियारका प्रमुख आयुक्तदेखि आयुक्तसम्म हामीसँग चिया खाएर बस्छन् याद गर किनभने भ्रष्टाचारका विरुद्धमा आज पनि हामी लडिरहेछौँ त्यही भ्रष्टाचारका विरुद्धमा लड्दा लड्दै एउटा अभियानका आज राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रवक्ता भएको हो मेरो लडाई नै भ्रष्टाचारका विरुद्ध पूर्वबाट थाहा पाएर नाङ्गो पुलघरी भयो क्या बिर्हिदेऊ